हेलो एभ्रिवान हामी चाहिँ गुरु रिम्पोचे डेमा चाहिँ गुम्बा गएको थियौँ 24 जुलाईमा चाहिँ है वाङ थियो नि त ठुलो गुम्बामा सो हामी पनि गुम्बा गएको थियौँ पूजामा र हामी चाहिँ यहाँ पूजामा पुगिसक्यो तर मलाई चाहिँ नानीले चाहिँ भित्र पूजामा चाहिँ बस्नु दिएन है यहाँ गुम्बाभित्र चाहिँ ऊ बस्नु नमान्ने यतै कुद्ने उतै कुद्ने एकरी बाहिर निस्किनु खोज्ने सो उसलाई चाहिँ मैले बाहिर निकालेर चाहिँ यहाँ चाहिँ ऊ बाहिर खेल्दैछ हो छैन अहिले चाहिँ एकछिन ब्रेक भइरहेको छ र यो ब्रेकमा चाहिँ मैले पनि यहाँ चिया पिउँदैछु हो र यो चाहिँ लाटपन्चरको ठुलो गुम्बा हो यहाँनिर चाहिँ सालैपछि चाहिँ डेमा चाहिँ वाङ हुन्छ हो भोजन तयार भइरहेको छ उहाँको पक्षबाट र सम्पूर्णले नै ग्रहण गरिदिनु होला। हामीलाई हरेक साल नै मैले मेरो नजरदेखि बाहिर 7 समुद्र पारीबाट नै आजको यस पूजामा अन्तिम दिनको दिन मेरो तर्फबाट खाना खुवाइदिनु भनेर चाहिँ उहाँले दान गर्नुभएको। उहाँ हुनुहुन्छ सुषमा जिम्बा 48 बुढा र उहाँ अहिले इजरायलमै हुनुहुन्छ। तपाईँ हामीलाई थाहा छ है देश प्रदेशमा कति कष्ट होला, कति दुःख भइरहेको होला र उहाँले न गुम्बा देख्न पाउँछ, न मन्दिर देख्न पाउँछ र न त भजन गर्नु पाउँछ, न त हामी प्रार्थना गर्नु पाउँछौँ। उहाँले कुनै समय नै पाउँदैन, तरै पनि उहाँहरू विदेशमा बसेर पनि उहाँहरूले आज यो अन्तिम दिनको खाना दान गर्नुभएको छ। जो सुषमा जिम्बा 48 बुढा 3 दिन भरसम्म है तपाईँले कारो जसरी सेल्पु लङ्कु झोली बतर किलखान विशेष गरी यति टाढोबाट तपाईँहरू है मानवबाट तपाईँहरू कष्ट गरिकन आफ्नो अमूल्य कामलाई छोडेर त्यागेर पनि यस्तो बर्खाको मासमा तपाईँहरूले ती पुण्य कमाउनको लागि तपाईँहरू यहाँ आउनु भएको थियो र तपाईँले एकदमै राम्रोसँगले जुन जब गरेको मलाई पनि थाहा भयो। कारण किनभनेदेखि तपाईँहरूको सबैजनाको मैले राम्रोसँगले याद गरेको थिएँ। तपाईँले सबैजनाले राम्रोसँगले ध्यान गरिरहेको थिएँ मैले लिएर मलाई एकदमै आन्तरिक हृदयदेखि मलाई खुसी लागेको छ है। यसरी नै अब सर्व मैले सोचेँ कि विश्वमा सबै यो उहाँले जप गरेको सबै जति जप गरेको उहाँको ज्योति भुइँसेरहरू गएर सर्व प्राणीहरूलाई लाग्यो, सर्व दुःखबाट सर्व प्राणीहरू मुक्ति भयो भनेर मैले भित्र हृदयभित्रदेखि नै मैले सोचेँ र तपाईँले धेरै राम्रो काम गर्नुभएको छ। यसरी नै जप गुरुको जप गर्नु है, जति नै गुरु लोभन पेमा झुनेको हृदयको मन्त्रहरू जप्नु पाउनु त एउटा भाग्यको कुरा हो। त्यो नै यस्तो तिथिको बेलामा गुरु रिम्पोचेको जुन तिथिको बेलामा यसरी तपाईँले जप गर्नुभयो। धेरै 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 म खुसी छु, धेरै नै खुसी छु है। तपाईँले काया वाका चित्त मैले अस्ति तपाईँलाई
पहिला भनेको थिएँ होइन काया हो चल्दो चौपदे चमेला मरिम्बोसी दगे डिम्बर मदिसँग लगडिन्छ कुसुम थोकियो चल्दो चौपदे चमेला मरिम्बोसी दगे गर्मी मदिसँग लगडिन्छ कुसुम थोकियो। वाङ थाप्नुभन्दा अगाडि सबै कुरा बुझिएको हुनुपर्छ आफूले भित्रमा। वाङ भने चाहिँ के हो भनेर पहिला बुझेको हुनुपर्छ। अन्त माथि वाङ थापेको अर्थ रहन्छ। त्यो अर्थ छैन, आफूले बुझेको छैन भने त्यो वाङ बनिँदैन रहेछ वास्तवमा। हामीले वाङ थाप्दाखेरि प्रायः जस्तो देख्छु, जहिले त्यसले पनि देख्छु, वाङ थाप्दाखेरि जुन चाहिँ गुरुले पूजा गर्छ नि पहिला गुरुले त्यतिखेर नि पुगेको हुनुपर्छ, बसिसकेको हुनुपर्छ। अन्त माथि वाङ उहाँले लिनु सकेको हुन्छ। नत्र त हामी त्यो पछि थाप्छु भनेर सोचेको हुन्छ नि, लाइनमा खडा गरेर बाहिर बसेर अहिले वाङको टाइम भएको छैन भरे थाप्दा पनि हुन्छ भने त्यो अर्थ नहेरिँदो रहेछ। त्यो चाहिँ वाङ भन्ने चिज नै पहिला गुरुले त्यो जुन चाहिँ वाङको विषय लिएर पूजा गर्छ त्यतिखेर चाहिँ बसिसकेको हुनुपर्छ। वाङ भन्ने चिज नि त्यो सुनेको हुनुपर्छ, अन्त माथि अर्थ हुन्छ। वाङ भने चाहिँ त्यो गुरुले माथिबाट पढ्दाखेरि हामीले नबुझे तापनि सुनेको मात्रको लागि पनि त्यो वाङ हो, आशीर्वाद हो। अन्त त्यो सुनेको छैन र त्यो जुन चाहिँ वाङ गर्नुभन्दा त्यो गुरुले पढ्दाखेरि आइपुगेन भने त्यसले पछि अहिले एकछिन यस्तो घुमेर अहिले त पुरा भिड छ भन्छ नि, भिड छ भने जाँदा पनि हुन्छ, त्यो वाङ त हो नि अहिले बारे लास्टमा पाइहाल्छ भन्छ। होइन, पहिला वाङको पूजा गर्नुभन्दा अगाडि नै बसेको हुनुपर्छ, अन्त मात्रै अर्थ रहन्छ। जयम पनि देख्छु हाम्रो जति पनि यता हाम्रो यतातिरको जुन चाहिँ तामाङहरू भयो जुनै भए पनि अब हुनु त अब थुप्रोजना अब ठुलो वाङ थाप्नु जाँदाखेरि अहिले भिड रहेछ होस् बारे थाप्छु लास्टमा जान्छु भन्छ। होइन, त्यो वाङ थाप्नु पर्दाखेरि जग्गा जस्तो जग्गा भयो भने बसिहाल्नुपर्छ माथि गुरुले यो गरिसकेपछि। अन्त मात्रै वाङको अर्थ पाउँछ, तपाईँले आशीर्वाद पाउँछ। नत्र त त्यो फाइदा छैन। त्यो वाङ थापेर त्यो कहाँतिर गएर बारे थाप्छु भने त्यो चाहिँ अर्थ रहेन। गइसक्यो सबैजना गइसकिसक्यो। हेलो हेलो, र जति पनि